हाई गाइज, वेलकम टु माई मिनी ब्लग। हामी चाहिँ कहाँ जाँदैछौँ भनेर हजुरहरूलाई मैले भन्ने नै छु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। र त्योभन्दा पहिले चाहिँ यो कुन ठाउँ हो भनेर थाहा छ भने साथीहरू कमेन्ट पनि गर्न सक्नुहुनेछ है। अब हतार नगरिकन हामी कहाँ जाँदैछौँ भनेर हजुरहरूलाई भन्दैछु। हामी कोकुरा गएको थियौँ, म अनि हस्बेन्ड। कोकुरा गइसकेपछि कोकुरा क्यास्टल नजाने त कुरै भएन है साथीहरू। अनि हामी कोकुरा क्यास्टल गयौँ। गर्मी पनि एकदमै बढिरहेको छ, सबैले आफ्नो केयर गर्नु होला साथीहरू। अनि हामीले चाहिँ छिटो छिटो फोटो भिडियोहरू बनायौँ। त्यहाँ धेरै कलरको फिसहरू थियो अनि मैले भिडियो पनि बनाइहालेँ। हामी चाहिँ हतार गर्दै अब घरतिर जाऊँ भनेर लागिरहेको थियौँ। तर त्यहाँनिर फिसहरू कति कलरको है, हेरिराख्नु मन लाग्थ्यो। मलाई चाहिँ त्यहीँ 1-2 घन्टा बस्न मन थियो, के गर्नु। तर अब घरमा पनि टाइममा पुग्नु पर्यो, किनभने बाबुलाई विकेन्डबाट ल्याउनु पर्थ्यो। फाइनली हामी घरमा पुगेर बाबुलाई अब यसो खाइमानु गर्न पसलतिर लग्दैछौँ। अनि हामी पसल पुगेर पनि फर्किसक्यौँ साथीहरू। यति हो हामीले खाइमानु गरेको। अनि यहाँ हेर्नु न, घरहरू कस्तो छन्। कुन ठाउँ यो जापानै हो त साथीहरू? हजुरलाई के लाग्छ होला? अनि यो घरहरू देखिरहँदा चाहिँ नेपालको जस्तै घरहरू छ क्या है। हाम्रो रुम नजिकै पार्क छ अनि बाबुलाई पार्कमा लगेर गइसकेछ खेल्न। म रुममा सामान राख्न गएको थिएँ, म पनि अनि छिट्टै आइहालेँ। बाबु यहाँनिर एकदमै खुसी भइरहेको छ अनि बाबासँग पिङ खेल्दैछ।